अर्घाखाँची जाँदैछौँ हाम्रो गिरिडीह जिल्ला जाँदैछौँ कपिलवस्तु इम्लियामा छौँ यहाँबाट आज इम्लियाबाट अर्घाखाँची गएर अर्घाखाँची कल्लेरी गइकन कल्लेरी हाम्रो जन्मको घुमेर आउँछौँ हामीसँग मसँग दुईजना छन् केटाकेटी यिनीहरू पहिलोचोटि जाँदैछन् अर्घाखाँची ल अहिले हामी गोर्सिङ्गे पुग्यौँ गोर्सिङ्गेबाट यो हाइवे भयो महेन्द्र हाइवे यहाँबाट लेफ्ट लाग्छौँ अर्घाखाँचीतिर यो अर्घाखाँची चोक भन्छ गोर्सिङ्गेलाई यहाँबाट अर्घाखाँची जाने बाटो सुरु भयो अब पत्थरकोटसम्म यस्तै सिधा बाटो छ सम्म त्यहाँबाट हामी उकालो लिन्छौँ र हामी अहिले वीरपुर आइसक्यौँ अब पहाड नजिकै देखिरहेको छ यहाँबाट अब 2 किलोमिटर पत्थरकोट आउँछ पत्थरकोटबाट हामी उकालो सुरु हुन्छ र हामी अहिले पत्थरकोट सुरु गऱ्यौँ यहाँबाट अर्घाखाँची सुरु हुन्छ यहाँबाट यो सम्म चाहिँ कपिलवस्तु पहाड लाइसी अर्घाखाँची हुन्छ पहिला यो पत्थरकोट भन्ने ठुलो बजार थियो अर्घाखाँचीबाट नुन लिन आउने ठाउँ हो अहिले चाहिँ त्यस्तो पहिला जस्तो बजार त छैन यहाँबाट यो बाटो छ यो बाटो अब यहाँबाट चाहिँ अर्घाखाँची सुरु यो गेटबाट अर्घाखाँची सुरु हुन्छ है यहाँबाट उकालो सुरु भयो ठ्याक्कै अर्घाखाँची उकालो सुरु भएपछि अर्घाखाँची छ यस्तो बाटो छ उकालो सुरु भयो पन्ध्रे खोला आयो माथि पिठो लगाइरहेछ यहाँ जस्तो साङ्रो बाटो चाहिँ अलिक हामी यो चक्ला भन्ने ठाउँमा आयौँ ठाडा आउन 4-5 किलोमिटर छ यहाँबाट ठाडाबाट हामी लेफ्ट लाग्छौँ जुगेना कल्लेरीतिर यताबाट कान्छी यताबाट यता यो जिप गइरहेको हामी अहिले अर्घाखाँचीको ठाडा अमराई बजारमा आयौँ यहाँबाट हाम्रो गाउँ जान चाहिँ लेफ्ट लाग्नुपर्छ यो बाटो मेन बाटो छोडेर अर्को सानो सब बाटो छिर्नुपर्छ त्यता पहिला हाम्रो मामा घर यहीँ थियो हामी यहाँ बचपनमा चाहिँ मामा घर आउँदा यतातिर डुलिन्थ्यो पहिले त्यो टिभी हेरेको नि अमराई बजारमा यो अमराई बजार यो यहाँबाट लेफ्ट यो बाटो चण्डीगढका जाने भयो सिधै हामी चाहिँ यता लेफ्टपट्टि लाग्छौँ त्यो बाटोबाट जुगेना जाने बाटो अहिले त पक्की रहेछ यो बाटो हाम्रो गाउँमा जुगेना जाने बाटो चाहिँ यो यो त्यो डाँडो त झन् कति अग्लो छ हेर न पारीको त्यहाँ त जाडोले थुरथुर हुन्छ अहिले ऊ त्यो डाँडो नि त योभन्दा डबल अग्लो छ हेर पारीको डाँडोहरू अब जाडो न तल गएपछि जाडो कम हुँदै जान्छ कि हेर न ऊ त्यो त माथि छ नि त्यो डाँडो त्यो नरपानीतिरको डाँडो हो त्यो लागिलाएन भाइ म त सानो चाहिँ तल अर्को स्कुलमा पढेको यहाँबाट माथि छ नि ऊ त्यहाँ उयो बाटो जान्छ त्यहाँ स्कुल छ यो जुगेना हो जुगेना चाहिँ अब जुगेना सुरु भयो अझ जुगेना भए थाना भन्ने मेन अलिअलि बजार भएको चाहिँ अलि अगाडि छ यो जुगेना अहिले चाहिँ यस्तो राम्रो बाटो बनेको पहिला चाहिँ हामी हिँड्दै बाटो जुगेना बजार थियो पहिला होइन हामीले सबै सामान किन्न आउने त्यो भए थाना भन्थ्यो गाविस भवन सबै थियो यहाँ पहिलेदेखिको बजार हामीले सामानहरू किन्ने ठाउँ
तल